व्हाट्सएप गाइस, के छ हालखबर? सन्चै हुनुहुन्छ? अनि कस्तो चलिरहेछ त तपाईँको जीवन स्टाइल? मान्छेले भनिरहेको हुन्छ होइन, यसको सङ्गत नगर, उसको सङ्गत नगर, फलानुको सङ्गत नगर भनेर भनिरहेको हुन्छ नि त होइन। आफ्नो घर परिवारले नि भनिरहेको हुन्छ, अनि गाउँ समाजले पनि कुरा काटिरहेको हुन्छ होइन। फलानुको छोरासँग सङ्गत नगर, यस्तो नगर, फलानुको छोरा यो ह्यान त्यान भन्दैन हो कि नि। तर म चाहिँ के भन्न चाहन्छु भने, कसैको सङ्गत गरेर कोही बिग्रिनेवाला छैन। प्राय मान्छेहरू के भन्छन् भने, फलानुको सङ्गत नगर, तँलाई पनि त्यसले बिगार्छ होइन, त्यस्तो भन्छन् होइन। त्यस्तो होइन, कहिले नि त्यस्तो हुँदैन जस्तो लाग्छ है मलाई चाहिँ। बिगर्ने नबिगर्ने आफ्नो हातमा हुन्छ होइन। अब जस्तै अब साथीले खा त भन्ला होइन, प्राय साथीहरूले खा ह्यान यस्तो गर उस्तो गर खा त भन्दैन, भन्छन् होला, तर इग्नोर गरिसक्यो। नै भन्दा उसरी नखा नै भन्छ कि साथीहरूले, प्राय नखा साथी ह्यान नखा के नगर यस्तो भन्छन् कि। मेरो साथीहरूले चाहिँ त्यस्तो भन्थ्यो है, म त यस्तो भयो है, तँ चाहिँ नखा है भन्थ्यो है। तर त्यही भएर म के भन्छु भने, साथीभाइहरूले कसैले पनि बिगार्दैन कि। जो बिग्रिन्छ नि त्यो आफै बिग्रिने हो कि। तर अब यो खायो भन्दैमा बिग्रेको भनेर पनि भन्दैन। मान्छे राम्रो हुनुपर्छ, राम्रो व्यवहार हुनुपर्छ, बोली वचन अनि आफूले गर्ने व्यवहार, आफ्नो परिवारलाई दिने माया, अनि कस्तो गरिरहेछ के गरिरहेछ त्यसमा डिपेन्ड पर्छ नि त हो। त्यसैले आफू सुध्रिनुहोस् कि, आफू राम्रो हुनुहोस्, आफ्नो सोचाइ बदल्नुहोस्, आफूलाई आफै बदल्ने हो। त्यही भएर यसले बिगाऱ्यो उसले बिगाऱ्यो, यस फलानुको छोराको सङ्गत गरेर बिग्रेको भनेर चाहिँ नभन्नुहोस् कि। कसैसँग कसैले सङ्गत गरेर कोही बिग्रिनेवाला छैन। केवल बिग्रिन्छ त आफ्नै कारणले बिग्रिन्छ, आफ्नो मतले बिग्रिन्छ। त्यसैले म त भन्छु, आफूलाई बदल्ने आफूले हो, आफ्नो जिम्मेवारी आफूले लिने हो। अब त लगभग जिम्मेवारी बोक्ने भइसकेपछि मैले के गर्नुपर्छ कस्तो गर्नुपर्छ भनेर त आफैले थाहा हुन्छ नि त। त्यसैले आफूलाई आफैले बदल्नुहोस्।